कुराकानी गरिरहँदा आपूर्ति चाहिँ सहज नै छ कि क्या हो भन्ने कुराको आशय व्यक्त गर्नुभएको छ। एकचोटि चाहिँ जसले भन्नुभएको छ उहाँलाई म आफ्नै अफिसमा लगेर भिजिट गराउन चाहन्छु त्यहाँको अवस्था कस्तो छ भनेर। मैले यो सँगसँगै धेरै लामो विषयमा जान चाहेन, हामी एकछिनमा फेरि सदन पनि छ, 1 बजीसम्म 1 बजीबाट सदन हुँदैछ। म दुईवटा मात्रै कुरा उठाउन चाहन्छु। विशेषतः यो सुझाव हो र मैले देखेको समस्या पनि हो। यसलाई सुझावको रूपमा पनि लिन सक्नुहुन्छ, समस्याको रूपमा पनि लिन सक्नुहुन्छ। एउटा पहिलो कुरा, कतिलाई थाहा छ, मैले नयाँ कुरा के थाहा पाएँ भने एउटा अभाव हुनुमा, कृत्रिम अभाव हुनुमा एउटा नयाँ कुरा मलाई अस्ति म आफ्नो गृह जिल्ला गइरहँदा त्यहाँको एउटा डिलर हुनुहुँदैछ। त्यहाँ पहिला कस्तो रहेछ भने विभिन्न ग्यासका डिलरहरूले आफ्नो व्यक्तिलाई आफ्नो ढङ्गले दिने काम गर्नुहुँदैछ। अनि एउटा नयाँ डिलर आउनु भएको रहेछ, उहाँले चाहिँ एउटा कुनै कम्पनीको नाम नलिउँ, मैले ग्यासको नाम नलिउँ, राम्रो हुँदैन। त्यो डिलर चाहिँ पहिलादेखि बेचिरहनु भएको, अनि उहाँले चाहिँ त्यो डिलरसँग कुराकानी गरेर विभिन्न माध्यमबाट 2 ट्रक ग्यास लैजानु भएछ। ग्यास लगे पश्चात चाहिँ बाटोमा त्यो ग्यासका ट्रक रोकिएछन्। लगभग 200-300 सिलिन्डर लगिरहँदा बाटोमा रोकिएछ। रोकिरहँदा त्यहाँ डिलरले बाटोमा प्रहरीले रोकेछ र रोकेपछि किन रोक्यो भनेर उहाँ सोध्न जाँदाखेरि चाहिँ त्यो माथिको डिलर जसले चाहिँ प्रोभाइड गराउने हो, यो चाहिँ एउटा व्यक्तिलाई मात्र दिने हो, अरूलाई दिने होइन भनेर उहाँले त्यो हाम्रो एउटा छुट्टै पार्टी भएको हुनाले पहिला अरू पार्टीलाई दिने चलन थियो। अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू समर्थक भएको हुनाले तँलाई दिँदैनौ भनेर त्यो 4-5 घन्टा त्यो गाडी चाहिँ होल्ड भएछ बाटोमा। मलाई उहाँले समस्या गुनासो गर्नुभयो। हामी रासोपा भएकै कारणले गर्दाखेरि के हामीले ग्यास बेच्न नपाउने हो र। अनि त्यो 4-5 घन्टा होल्ड भइरहँदा त्यहाँ 4-5 घन्टा कस्टमर पनि त होल्ड भयो नि त। यसर्थ यो किसिमको पोलिटिकल इन्टरफेरेन्स हो भने यसलाई चाहिँ सम्बन्धित निकायको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यो मैले नयाँ समस्या पत्ता लगाएको हो, यो थाहा थियो कि थाहा थिएन। यहाँ पनि यो डिलर दिने क्रममा पनि पोलिटिकल वेबाट हेर्न थालियो भने त नागरिकले कसरी समस्या समाधान होला र। एउटा कुरा यो। अर्को कुरा चाहिँ अघि पनि मान्यज्यूले भन्नुभएको छ, एउटा मनोवैज्ञानिक त्रासले गर्दा पनि कृत्रिम अभाव एकदमै व्यापक हुँदो रहेछ। अब सर्टेज हुन लाग्यो भनेर त्यो सञ्जालमा मिडियामा हामीले भन्दै हामी आफैलाई लाग्छ कि मेरो कम्पनीमा लगभग 20-25 सिलिन्डर छ, मैले पाएँ भने त 20-25 सिलिन्डर आफै भरेर राख्थेँ ताकि भोलि बिहान पाइन्न कि भन्ने त्रास स्वयं हामीलाई नै छ। यसर्थ यो कहिलेकाहीँ चाहिँ मनोवैज्ञानिक त्रासहरू कसले सृजना गरिरहेको छ, यसमा सरकारको हात छ कि छैन, या हामीले आफै सृजना गरिरहेका छौँ, या त्यस्ता केही तत्त्वहरू छन् जसले चाहिँ मनोवैज्ञानिक त्रासहरू सृजना गरिरहेका छन्। यतातर्फ पनि अलिक गम्भीर ढङ्गले अनुसन्धान गर्नुपर्ने देखिन्छ। र सँगसँगै यो त्रास त छँदैछ, तर कसको घरमा कति सिलिन्डर छ भन्ने कुरा सम्भवतः यहाँभन्दा अगाडि पनि समिति सभापतिज्यूले राम्रोसँग भन्नुभएको थियो होला। यो सिलिन्डरको ठ्याक्क तथ्याङ्क छैन कसैसँग पनि। मेरो घरमा कति सिलिन्डर छ भन्ने कुरा राज्यलाई थाहा त हुनुपर्ने होला नि, कम्पनीलाई थाहा हुनु त पर्ने होला। कम्पनी आफैको सिलिन्डर त्यो डिपोजिट लिएको पैसा भनेको छ, त्यो किनेको पनि होइन, त्यो कस्टमरले भनेपछि डिपोजिट लिए बराबरको मेरो सिलिन्डर कहाँ छ भनेर त्यो कम्पनीलाई रेकर्ड कहाँ छ, या त्यो कम्पनीसँग या राज्यसँग रेकर्ड कहाँ छ। यसले गर्दा एउटा व्यक्तिसँग कति सिलिन्डर छ भन्ने थाहा पनि हुँदैन। अनि उसले 5वटा सिलिन्डर 6वटा सिलिन्डर एकैचोटि भरिदिनु पनि सक्छ। कमसेकम रेकर्ड भइदियो भने त तपाईँको घरमा 6-7वटा सिलिन्डर रहेछ, फिलअप भएको रहेछ, अहिले नआउनुहोस् भन्दा उसलाई उसको साथमा अर्को मान्छेले दिँदा हुन्थ्यो, अर्को कस्टमरलाई दिँदा हुन्थ्यो। यसले गर्दा कमसेकम एउटा व्यक्तिको घरमा त चुलो जल्थ्यो। त्यसर्थ यो वैज्ञानिक ढङ्गले रेकर्ड राख्ने कुरामा पनि अलि बढी गम्भीर भइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। धेरै लामो बोलिन म, धन्यवाद।